लमजुङको सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको 15औं साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा उपभोक्ता सदस्य, सरकारवाला तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समितिका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी वडा नम्बर 6 का अध्यक्ष दिनेश बाबु कोइराला र वडा नम्बर 7 का अध्यक्ष जयराम रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। साधारण सभामा अध्यक्ष गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यालयमा सुन्दरबजार क्षेत्रमा खानेपानी समस्या समाधान गर्न निरन्तर खटिएको उल्लेख गर्नुभयो। उहाँले उपभोक्तालाई सहज र पर्याप्त खानेपानी उपलब्ध गराउन विभिन्न प्रयासहरू गरिएको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख कोइरालाले समितिले हालसम्म गरेको कामको प्रशंसा गर्दै बढ्दो जनसङ्ख्या र मागलाई मध्यनजर गर्दै अब बृहत खानेपानी योजनातर्फ अगाडि बढ्न आवश्यक रहेको औल्याउनुभयो। कार्यक्रमको सहजीकरण सचिव नेत्र गुरुङले गर्नुभएको थियो। साथै संस्थापक अध्यक्ष कृष्णबहादुर गुरुङले पुर्याएको योगदानको कदर गर्दै उहाँलाई मरणोपरान्त सम्मान गरिएको थियो। साधारण सभाले खानेपानी तथा सरसफाई सेवा सुधार र विस्तारका लागि आगामी योजना निर्माणमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।